हेभीको गाइज अगेन तपाईहरुको समक्ष बजाज N160 को भिडियो लिएर आइसकेको छु र यो बाइक चाहिँ मेरो पर्सनल बाइक हो हैन तपाईहरुलाई थाहा छ होला के रे र मैले चाहिँ आई थिंक साउन 1 गते बाइक शोरूमबाट निकालेको थिएँ भनेपछि अलमोस्ट 4 महिना चाहिँ भइसक्यो त र आज चाहिँ म चट्ट बाइक क्लिन गर्ने मोडमा थिएँ हैन अनि बाइक क्लिन गर्ने मोडमा चाहिँ आज मैले एउटा कुरा चाहिँ नोटिस गरे है र जुन चाहिँ तपाईहरुलाई शेयर गर्न मन लाग्यो है धेरै साथीहरुले मलाई क्वेशन सोध्दै हुनुहुन्थ्यो बट मेरो बाइकमा पहिला चाहिँ यस्तो इस्यु आएको थिएन बट अहिले चाहिँ तपाईको आई डोन्ट नो यो चेनमा चाहिँ रस्टिङ आइसकेको छ यार सो 4 महिना पनि सायद कम्प्लिटली पूरा भएको छैन होला बट यु क्यान सी हैन चेनमा चाहिँ तपाईको चाहिँ रस्ट खियालाइसकेको छ यार द्याट्स रियली स्याड भन्छु है र मलाई धेरै साथीहरुले सोध्दै हुनुहुन्थ्यो कि यो N160 मा चाहिँ खिया लाग्ने इस्यु आइरहेको छ तपाईकोमा छ कि छैन भन्नु भएको थियो र मेरो बाइकमा चाहिँ टु बी अनेस्ट अहिलेसम्म चाहिँ त्यस्तो आएको थिएन बट आई डोन्ट नो इट्स नट अ बिग डिल भन्छु है बट रस्टिङ त्यही पनि 4 महिनामा माइ गुडनेस च्याउला यार साथीहरु है र त्यस्तो खासै ठुलो चाहिँ हैन फेरि है आई डोन्ट नो मेटलको पार्ट्स हो ठीक छ आउँछ बट यो भन्दा पहिले पनि मेरो बाइक थियो हैन त्यसमा चाहिँ त्यस्तो कुनै इस्यु आएको थिएन है बट यसमा चाहिँ तपाईको देख्नुभयो होला चेनमा है अनि धेरै ठाउँमा आछ के यसको उतापट्टि पनि छ है उतापट्टिको चाहिँ म तपाईलाई देखाउन मिलेन के हैन बट त्यस्तो खासै ठुलठुलो आएको छैन बट ठाउँमा तपाईको देख्नुभयो होला है आई डोन्ट नो क्यामेराले क्याप्चर गरेको छैन है यहाँ तपाईको त्यो हुन्छ नि खिया लागेको छ यार आई डोन्ट नो किन यस्तो पहिला चाहिँ हुन्थेन है पहिला त्यस्तो कुनै पनि थिएन पहिलाको मेरो बाइकमा चाहिँ यस्तो इस्यु आएको थिएन बट धेरै साथीहरुले भन्नुभएको थियो कि मेरो N160 मा चाहिँ यो खिया लागेको इस्यु आएको छ तपाईकोमा छ कि छैन भन्थे है सो मेरोमा चाहिँ अहिलेसम्म मैले नोटिस गरेको थिएन बट आज क्लिन गर्दाखेरि चाहिँ मैले देखाएँ है आई डोन्ट नो तपाईले क्यामेरामा देख्नु भएको छैन है सो द्याट्स रियली स्याड भन्छु यार त्यसपछि अर्को मैले रस्टिङ देखेको यो साइडबाट देखाउन मिल्दैन होला है यहाँबाट पनि चेनमा छ कि अनि त्यसपछि यो उदय हेर्नुस् त भित्र यो त्यो साइडमा पनि रस्टिङको हल्का येल्लो येल्लो देखेको छ क्या लाइक यो तपाईको हुन्छ नि यस्तोमा के सो आई डोन्ट नो यार दिस इज रियली स्याड है सो बट ओभरअलमा चाहिँ हैन त्यस्तो खासै इस्यु चाहिँ छैन अहिलेसम्म कति गुड्यो मेरो बाइक यार 4 महिनामा कति गुड्यो होला अब यसको फेरि यही झ्याउ छ कि यसको डाइरेक्ट सनलाइटमा यसको ब्राइटनेस फेरि यति कम छ कि सो ओडोमिटरमा हेर्नु भने 2865 तपाईको चाहिँ 2865 किलोमिटर गुडिसकेको छ ल सो यही हो 28 अब आई डोन्ट नो यार तपाईहरुकोमा नि यदि कोहीसँग N160 छ र तपाईहरुकोमा नि यस्तो केही इस्यु आएको छ भने प्लिज गाइज लेट मी नो हैन मलाई शेयर गरिदिनु होला र एक्सेप्ट दिस थिंग्स त्यस्तो कुनै आएको छैन यो त तपाईको हल्का पेन्ट गएको हैन यो चाहिँ रस्टिङ भन्दिन म रस्टिङ हो कि के द्याट्स रियली स्याड यार यति छिटै समयमा हाम्रो N160 ले चाहिँ केही आई डोन्ट यो हेर्दिनु भयो यहाँ पनि येल्लो येल्लो आएको छ के सो आई डोन्ट नो गाइज स्पेशली मलाई चाहिँ हैन यो त हैन रस्टिङ हैन यो चेनमा आएको यो रस्टिङले चाहिँ अलिकति झड्का दियो कि है आज चट्ट बाइक क्लिन गर्ने मोडमा थिएँ सो त्यही हो र ओभरअलमा अब धेरै साथीहरुले मलाई यसको माइलेज भन्नुहुन्छ है सो यसको नेगेटिभ एउटा कुरा चाहिँ यही हो कि यस्तो तपाईको डाइरेक्ट सनलाइटमा चाहिँ तपाईको स्क्रिन भिजिबिलिटी अलिकति डिम नै छ ल अब मलाई धेरै साथीहरुले सोध्नुहुन्छ यो माइलेजको बारेमा है सो माइलेज चाहिँ तपाईको यहाँ देख्नुस् है एभरेज फ्युल इफिसियन्सी भनेर चाहिँ मेरो चाहिँ 48 किलोमिटर पर लिटर देखाएको छ बट यो तपाईको इफिसियन्सी चाहिँ यसले चाहिँ लास्ट 25 किलोमिटरमा एभरेजमा देखाउने हो है सो मेरो विचारमा चाहिँ यसले एभरेजमा चाहिँ मलाई चाहिँ 50 प्लसको चाहिँ माइलेज दिएको जस्तो लाग्छ मलाई है अस्ति नै मैले एकचोटि क्याल्कुलेट गर्दा नि 51 समथिङको आएको थिएँ सो म चाहिँ 50 प्लसको माइलेज तपाईले पाउन सक्नुहुन्छ भन्छु है र अर्को कुरा चाहिँ मलाई धेरै साथीहरुले चाहिँ यो बाइक कसरी ब्लुटुथ कनेक्ट गर्ने भन्नुहुन्छ है सो बजाजको तपाईको प्ले स्टोरमा जानुस् अथवा एप स्टोरमा जानु बजाजकै तपाईको चाहिँ एप पाउनुहुन्छ के तपाईले है अनि त्यो एप डाउनलोड गर्नुस् अनि यहाँ तपाईले हेर्नुस् न यहाँ कोड पाउनुहुन्छ के यो पल्सर 2706 भन्ने यो चाहिँ मेरो बाइकको कोड हो हैन अनि हजुरहरुको बाइकमा नि यस्तै एउटा कोड आउँछ के त्यसको लागि चाहिँ यदि तपाईले त्यो देख्नु भएन चाहिँ यो मोड बटनहरु हुन्छ नि यो लेफ्ट साइडको यो प्रेस गर्नुस् अनि तपाईको यसरी प्रेस गर्दै जानुभयो भने चाहिँ इन्टर आउँछ हैन यहाँ माथि हेर्नुस् इन्टर आउँछ अनि त्यसपछि पल्सर भनेर आउँछ के देख्नुभयो होला क्यापिटल लेटरमा पल्सर 2707 तपाईले चाहिँ यो कोड हालेर चाहिँ त्यो एपमा चाहिँ तपाईको बाइकको चाहिँ आफ्नो बाइकलाई चाहिँ ब्लुटुथमा कनेक्ट गर्न सक्नुहुन्छ मतलब यो एप कोड हालिसकेपछि फेरि तपाईले हैन केही आफ्नो ध्यानहरु दिनु पनि पर्छ हैन लाइक सेटिङहरु पनि मिलाउनु पर्छ ल यस्तो हुन्छ कि है तपाईको यहाँ लो फ्युल लेखेको छ हैन अहिले चाहिँ अनि यस्तो आउँछ हैन यो मोड बटन प्रेस गर्नुभयो भने तपाईको देख्नुभयो होला ब्लुटुथ कनेक्टिभिटीको त्यो देख्नु भएको छ कोड
यो चाहिँ तपाईँले त्यो एपमा चाहिँ कनेक्ट गर्नुपर्छ ल। ओभरअलमा बाइकमा तपाईँको गियर पोजिसन इन्डिकेटर, राइडिङ मोड पनि आउँछ 3टा है, राम्रो छ। डुअल च्यानल एबिएस आउँछ है। अनि यो तपाईँको जुन यो रेड छ नि, यो चाहिँ तपाईँको मोबिल चेकको लाइट हो, यो न्युट्रल भइहाल्यो, एबिएसको सिग्नल भइहाल्यो। अनि यो इन्जिन चेक लाइट है। यदि तपाईँको चाहिँ यो बाइक यो लाइट बलेको गर्छ नि, इन्जिनमा केही समस्या छ भनेर बुझ्नु, अनि सोरुममा जानुपर्छ है। अनि त्यही हो, अरू त खासै त्यही छैन। राम्रो छ बाइकमा, नेभिगेसन फिचरहरू सबै आउँछ तपाईँको है। यहाँ तपाईँको म्यापहरू यताउता र डाइरेक्सनहरू पनि देखाइदिन्छ क्या है, रोडमा यस्तो म्यापहरू है। अरू त ठिक छ। अनि तपाईँको युएसबी चार्जिङ पोर्ट पनि छ, राम्रो छ यार। अनि स्विच क्वालिटी नि डिसेन्ट छ। बाइ द वे ह्यान्डल चाहिँ मैले चेन्ज गरेको, धेरै साथीहरूले चाहिँ ह्यान्डल N150 का हाल्दा मिल्छ कि मिल्दैन भनेर सोध्नुहुन्छ है। मजासँग मिल्छ साथीहरू, कुनै पनि इस्यु हुँदैन है। तपाईँको कम्पनीको जेन्युन ह्यान्डल हो, कतै केही ड्रिलहरू गर्नु पर्दैन। यसको चाहिँ तपाईँको 948 948 रुपियाँ पर्छ ह्यान्डलको। अनि सोरुमले तपाईँले यताउता गर्दाखेरि समथिङ तपाईँको चाहिँ त्यो 1100 1150 मा चाहिँ टोटल्ली फिट गरिदिन्छ है, हाल्दा हुन्छ। र स्पेसली यो भिडियोमा चाहिँ मैले देखाउन लागेको चाहिँ यही रस्टिङ देखाउन लागेको थिएँ। बट अब ठिक छ, साथीहरूले यसमा चाहिँ ब्लुटुथ कसरी कनेक्ट गर्ने अनि माइलेज कति आउँछ भनेर सोध्नु भएको थियो, अनि त्यही मैले देखाइदिएको है। र ओभरअलमा चाहिँ बाइकको भन्नुपर्दा मलाई त एकदम मनपर्छ यार। 160 सीसीमा आई थिङ्क यो भाइ कम्प्लिट बाइक हो कि जस्तो लाग्छ मलाई चाहिँ। तपाईँको युएसटी फोक सस्पेन्सन आउँछ गोल्ड कलरको, नट गोल्ड, च्याम्पियन कलर भन्छ है। निकै राम्रो रेस्पोन्स छ र जसको लागि सेफ्टी अलिकति प्रायोरिटी होइन। तपाईँलाई डुअल च्यानल एबिएस पनि दिन्छ है, राम्रो छ बाइक। र तपाईँको 165 सीसीको इन्जिन आउँछ, खतरा छ, पावर टर्कहरू। यसको हेडलाइट पनि एकदम राम्रो छ क्या, यसको लाइट थ्रो त निकै राम्रो छ है। र यो बाइकमा एक दुईवटा कुरा केही चेन्ज गर्न मिल्ने भए भए, यदि मेरो हातमा भएको भए होइन, नम्बर 1 त म यसमा चाहिँ यसको यो स्क्रिन भिजिबिलिटी अझै अलिकति ब्राइट बनाउँथेँ है। अलिकति देखिन्छ होइन, बट त्यस्तो विधि ब्राइट छैन भन्न खोजेँ है। अनि त्यसपछि अर्को चाहिँ मेरो हातमा भए भए यो चाबी पनि मैले चेन्ज गरिदिएँ। हुन त नट ब्याड है, यो चाबी धेरै राम्रो छ, बट म चाहिँ यसमा वेब की दिन्थेँ कि, वेब की अलिकति प्रिमियम हुन्छ। अनि त्यसपछि अर्को मलाई केही झ्याउ लाग्ने होइन कि, समटाइम होइन, मेरो पहिला पनि त बाइक थियो नि त होइन, त्यसमा टिभीएसको आरटिआरमा त्यसमा चाहिँ तपाईँको 1 टच भन्ने फिचर थियो कि, त्यसमा चाहिँ तपाईँको सेल्फ यत्तिकै छुने बित्तिकै तपाईँको चाहिँ स्टार्ट हुन्थ्यो कि। बट यसमा चाहिँ तपाईँले हल्का दाबिरहनुपर्छ कि। सो मेरो यदि मैले भने जस्तो हुने भयो, मैले यसमा त्यही अपाची आरटिआरको त्यो 1 टच अथवा सेल्फ टच के भन्ने हुन्छ नि, त्यो फिचर हालिदिन्थेँ। अनि त्यसपछि यसमा जिटिटी मोड पनि हुनुपर्ने कि, अपाचीमा जिटिटी मोड पनि छ क्या, ग्लाइड थ्रु ट्राफिक भन्छ है। त्यो चाहिँ तपाईँले थ्रटल नदिकिन चाहिँ बाइक मजाले चलाउन पाउँछ कि, लाइक क्रुज कन्ट्रोल जस्तो है, कारहरूमा आउँछ नि, त्यो फिचर पनि दिन्थेँ। र अर्को भए यसमा चाहिँ तपाईँले ट्र्याक्सन कन्ट्रोल पनि म दिन्थेँ कि। ट्र्याक्सन कन्ट्रोल भए चाहिँ होइन, तपाईँको अलिकति चिप्लो बाटोमा, हिलो बाटोमा, अनि बालुवाहरूमा, अनि गिटीहरूमा चलाउँदा चाहिँ तपाईँको चक्का चाहिँ यसरी डिसब्यालेन्स हुन्थेन कि, यो चाहिँ अलिकति चिप्लिन्छ कि है। त्यही हो है। र मेन अब रस्टिङ यहाँ हेर्नुहोस् है, ल हेर्नुहोस्, नटमा पनि रस्टिङ आएको छ। अनि उता भित्र हेर्नुहोस् है, चेन देख्नुभयो होला, आई डोन्ट नो, ल हेर्नु त्यहाँ पनि रस्टिङको आएको छ है, देख्नुभयो, सानो सानो चाहिँ रस्टिङको इस्यु चाहिँ आएको छ क्या। अब आई डोन्ट नो यो स्टार्टिङ भनौँ या के भनौँ है, इट्स रियली स्याड भन्छु। अब योभन्दा नजाओस्, यहाँ पनि ल हेर्नु रस्टिङ है, नोटिस गरेर सानो हुन त मेटलकै पार्ट्स हो होइन, नर्मल रस्टिङ त आउनुपर्ने हो। बट यार बाइकमा यार यति महँगो बाइकमा होइन अहिलेबाट यस्तो रस्टिङ सस्टिङ आउन लाग्यो भने त तनाव भइगयो नि साथीहरू है। इट्स नट अ बिग डिल भन्छु फेरि है, ल चलाउनै मिलेन खत्तम भयो भन्न खोजेँ होइन। बट हल्का रस्टिङ चाहिँ आएको छ है साथीहरू। तपाईँहरूलाई मलाई धेरै साथीहरूले सोध्नुहुन्छ नि है। बट अब कति साथीहरूको चाहिँ फेरि त्यो यो सस्पेन्सनबाट नि ओइल लिक भयो, इन्जिनको ओभरहेडबाट पनि त्यो टाउकोबाट नि ओइल लिक भयो भन्छ है। त्यस्तो चाहिँ अहिलेसम्म मेरोमा चाहिँ आएको छैन है। मेरो चाहिँ मलाई चाहिँ आज बाइक क्लिन गर्दाखेरि चाहिँ यो हल्का जुन रस्टिङहरू देख्ने मैले नोटिस गरेँ, रियली स्याड भन्छु कि म है। र त्यस्तो मेजर इस्यु त आएको छैन, त्यहाँभित्र पनि मैले देखाउन खोजेँ हो। बट आई डोन्ट नो तपाईँले देख्नुहुन्छ कि यहाँ पनि तपाईँको हल्का येल्लो येल्लो भएको छ, त्यो चाहिँ रस्टिङै होला सायद है। सो समथिङ यस्तै चाहिँ इस्यु चाहिँ आएको छ ल। यसलाई म इस्यु चाहिँ भन्दिनँ है, बट रस्टिङको अब जो अलिकति सोध्नुहुन्थ्यो मलाई, यस देखा चाहिँ परेको छ यार है। र तनावै भन्नुपर्छ यार, मलाई त मजाले किन्न लाग्यो है। सो अलराइट गाइज, थ्याङ्क यू सो मच है। अब स्टिल अब जो साथीहरू बाइक लिने प्लानिङ गर्दै हुनुहुन्छ नि, हुन त यो रस्टिङ त्यस्तो सानो हो है, नर्मल हो, त्यस्तो विधि आत्तिनु पर्दैन, लिँदा हुन्छ। 160 मा ओभरअलमा दिस इज अ भेरी वेल प्याकेज बाइक भन्छु है। सेफ्टी, फिचर, पावर, माइलेज एकदम राम्रो छ। तपाईँलाई 160 सीसीको बाइक भए तापनि तपाईँलाई मजासँग अब 50 को माइलेज दिन्छ यार, राम्रोसँग चलाउनु भने 50 प्लस को माइलेज दिन्छ। अनि तपाईँको ब्रेक एकदम राम्रो छ होइन, स्टेबिलिटीहरू राम्रो छ। र सबभन्दा राम्रो भनेको यसको लुक्स क्या गजब छ कि, स्पोर्टी लुक्स छ है, अनि सही लाग्छ क्या। चलाइट, सो डेफिनेटली सब्सक्राइब गर्नु होला च्यानललाई है, यस्तै अपडेटहरू लिएर आउनेछु। बाई बाई।